कहाँ है बे? भाई यहाँ पे क्या हो रहा है? भाई यहाँ पे क्या हो रहा है भाई? ये कहाँ फंस गया भाई मैं? भाई ये क्या हो रहा है भाई? तल्लै गोरु गिल्ले रहेछ अघि तँलाई प्रे गर्न तँलाई त प्रिन्सिपलको अफिसमा हान्छ तँलाई त हो सर प्लिज मलाई छोडिदिनु बाबुलाई नभनिदिनु न मार्छ मलाई खुट्टा धोछु सर तपाईँको हेर एकचोटिलाई छोडिदिएको छु अर्कोचोटि फेरि यस्तो गरिस् भने तेरो बाउलाई कल जान्छ बुझिस् हजुर सर थ्याङ्क यू दुस्नु कुडे है गाइस आज यसले के केटा हो भित्र के छिरेको बुढो त थुरुरु एक कानको तल बजाइदिएको आवाज आएन बाहिरसम्म चिया नि कफी खाने सोधिरहेको थिएँ मैले त नो भनिदिएको त्यस्ता भाडा पुरुषसँग बसेर चिया कफी खान्छ जस्तो लाग्यो होइन सुसिन्छौलाई तैँले गालामा एक लगाइदिएको अन्त त्यति मात्र हो त बुढोले झन्डै मुतेको प्यान्टमा सरी बाबु सरी भने अनि छोडिदिएको मैले सरको छोरीको नम्बर पनि दिन्छु भन्यो होला अँ तल कसरी आवाज त्यो त आजमा ढाड बच्ची अलिक छिटो छिटो लेख है केटा हो टाइम छैन हामीसँग बुझ्यो नि ल मैले सुरु गरेँ है त केटा हो पाइथागोरस थ्योरम फेरि भन्नु त सर पाइथागोरस थ्योरम इज द पाइता पछि के छ गोरस थ्योरम पाइथागोरस थ्योरम इज द भाई यहाँ पे क्या हो रहा है? सरी पाइथा लोडस पछि के हो रे अरे पाइथागोरस हैन क्या पाइथागोरस गोरस सरी यो राइट एंगल ट्रायंगल भन्ने के हो राइट एंगल ट्रायंगल द स्क्वायर अफ हाइपोटेन्युस सरी कुन थ्योरम हो रे पाइथागोरस सर राइट एंगल पछि के हो एकैछिन सास त फेर्नु दे स्क्वायर अफ हाइपोटेन्युस कुनै छैन सर तेरो बाउ थिएनस् तेरो आमा थिएनस् ह्याट तेरी सर अलिक बिस्तारै भन्नु न यहाँ मेरो छुटो क्या भन्दैछु त कति गराएको एकैछिन रोक कहाँबाट छुट्यो भन् म त्यहीबाट भनिदिन्छु सुरुबाटै छुट्यो क्या सर राइट एंगल ट्रायंगल ए सर कति राइट एङ्गल भन्यो अरू पनि भन्नु न तिमीलाई त सुस्तिका म के भन्दै थिएँ भने नि तिम्रो बोयफ्रेन्ड छ छैन ओहो राम्रै हो त साथी मेरो साथी छ नि नितेश अनि उसले तिमीलाई एउटा मनको कुरा भन्छु भन्दै थियो के कुरा उसलाई तिमी मनपर्छ भन्दै थियो आज बेलुका तिमीलाई मनको कुरा नि भन्छु भन्दै थियो खै त नितेश यसो गरौँ न अहिले ब्रेक हुन्छ ब्रेकमा म नितेशलाई लिएर यो धारामा आउँछु तिमी पनि यो धारामा आउनु अनि त्यही कुरा गरौँला नि है हस् अब उसले मलाई मन पर्छ लाग्दैन यार ए ब्रो म लेखेर दिन्छु क्या त्यो केटीले तँलाई मन पराउँछ भनेर अनि मन पर्दैन भने किन मैले साह्रै हेर्छु त्यो गाडी पनि ए ब्रो रिसार त तेरो बाउले नि तँलाई हेर्छ नि के माया गर्दैन त बरु सुन टिकटले तँलाई मन नपराउने भए किन बेलुका भेटौँ भन्दा भेट्छु भन्थ्यो भन् त ए अन्त बाबा जाने त एट्स द्याट्स माई हेर केटा मैले सब कुरा उसलाई भनिदिइसकेँ होइन ऊ आउँदै पनि छ होला आज तेरो मनमा जे छ ढुक्कल छ भन्दै बुझिस् नि ओके ब्रो तर अलिक राम्रोसँग बोल ल फेरि तेरो बोली यस्तो छ नि तैँले तारिफ गर्दा पनि हेरेसमेन्ट गरे जस्तो सुनिन्छ क्या राम्रोसँग बोल राम्रोसँग बुझिस् नि हाई सुस्तिका मैले भन्थेँ नि नितेश ऊ नै हो उसले नै हो तिमीलाई मन पराउने ए केटा भन्दैन त आज तेरो मनको कुरा ए यस्तै लजेर भन्दैन भनेको हे तेरि तिमीसँग म्याथ गर्न छ ए के बोलेको भाइ तेरो मनको कुरा भन् भनेको म्याथको नोट माग भनेको ए लाटो भइस भन्न है मनको कुरा के साह्रो लजेको हेर जस्तो म डाइरेक्ट भनिदिन्छु है यसले तिमीलाई मन पराउँछ तिमीहरू यहाँ बस्नु अनि गर्नु के आई मिन कुरा गर्नु होइन म चाहिँ उता हुन्छु तिमीहरू आफ्नो आफ्नो कुरा गर न बुझ्यौ नि है छिटो भन के भन्न लाको आई लभ यु स्वस्तिका तेरो त्यस्तो हिम्मत बेसेसँग दाँत पनि झादिन्छु कस्तो पागल रहेछ यार ब्रो यार तँलाई किन हानेर गएको त्यसले पक्कै पनि तैँलाई भने हो क्या नराम्रो शब्द नबोल भनेर तैँले पक्कै पनि त्यसलाई केही न केही नराम्रो भने हुनुपर्छ पुलिस सुलिसलाई बोलाइन्छु त भन्न नि छैन छैन न धन्न पुलिस बोलाइन्छु भने अब टेन्सन हुन्थ्यो क्या फेरि पुलिस सुलिसको लफडा त डेन्जर हुन्छ नि त यो केटी मात्र छ हाम्रो क्लासमा योभन्दा राम्रो केटी तँलाई म मिलाइन्छु बुझिस् नि तँलाई सोनी कस्तो लाग्छ त्यो मिलाइन्छ नि त
तपाईँ कतिवटा लाग्यो भाइ मलाई नेपाली लागेको छ यार मलाई पनि नेपाली लाग्यो यार केटा हो तिमीलाई थाहा पायो के चाहिँ नितेशले त नेपालीमा टप हानेछ त नि त्यसले त केही पनि गरेको छैन भन्थ्यो त मलाई त यार लु केटा हो त्यसको घर घर बुझ्छु म के हो भनेर निकेश ब्रो भन ब्रो कङ्ग्रेचुलेसन यार ब्रो तिमीले नेपालीमा टप हानेकोमा आई एम सो प्राउड अफ यु यार थ्याङ्क यू यार मलाई सानो एउटा हेल्प गर न यार कति हेल्प गर्ने यार सुन न तिमीले पक्कै पनि नेपालीको बुकहरूमा इम्पोर्टेन्ट क्वेसनहरू हाइलाइट गरेर राखेको होला मलाई देऊ न कमसेकम त्यो हाइलाइट हेरेर पनि पास हुन्छ कि पछि रिटर्न गर न ल म दिइहाल्छु थ्याङ्क यू यार बुझ्यो नि सबैले यस सर ओके त्यसो ओहो यो लास्टै कन्फिडेन्ट देख्छु त सबै आउँछ क्या यसलाई सोध्नु न सर हेत्तेरी छोड्दै बस के भयो सर सोध्नु न छोड्दै क्या बस भने टाइट सर पनि यार ल अर्को च्याप्टर पढौँ ल क्वेसन त एक्जाम आइसक्यो पढ्ने होइन टाइट म्या कसले पढ्छ भनेको इक्जाम भनेको आउँछ जान्छ क्या त्यही पनि मेरो क्यालकुलेसनको हिसाब अनुसार क्या केटा हो इक्जाम आउनु 4 दिन बाँकी छ 3 दिन मन लगाएर पढ्यो भने पनि 50 मार्क्स त कहीँ जाँदैन क्या ओए अब त पढ्ने होइन ए तेरी इक्जाम आउनु अब 3 दिन बाँकी छ आज नपढे के भयो त 2 दिन मन लगाएर पढ्यो भने पनि 40 मार्क्स त कहीँ जाँदैन क्या अब इक्जाम आउन 1 दिन बाँकी छ कतै घुम्न गइदिने क्या केटा हो त्यही पनि मेरो क्यालकुलेसन अनुसार ए अब त अति भएन यार हामी पढ्ने चाहिँ कहिले हो छोड्दै भाइ योसँग बसेर के हुन्न हिँड हस्ता छोडिदिनु हामी चाहिँ पढ्नेतिर लागौँ है यस्तो तोरीको घरमा बस्यो भने त स्योर फेल हुन्छ यार भाइ त्यही त दाइ तिमीहरूले मलाई के सोचेको मा विक्रमसँग बस्यो भने बिग्रिन्छ भने सोचिरहेको होइन पक तिमीहरूलाई मा म पास भएर देउँछु अहिले घर गएर पढ्नु थाल्नु पर्यो मा सर एक्स्ट्रा सिट दिनु अर्को पनि सुन त हिजो यसले तपाईँ खुवाएको थियो यसले पो खा तैँले खुवा र आज तेरो पालो भाइ थाहा छैन घडी यसरी घुम्छ घडी कसरी घुम्छ मलाई थाहा छैन भाइ मेरो घर घडी छैन मोटरको गाडी हल गर्छस् नाम लेखु तँलाई तेरो बाउले हान्दैन हान्दैन म हान्छु तँलाई बाहिर भेट्नु गुड मर्निङ स्टुडेन्ट केटा हो म्याम आजको झन्झन राम्री भाष लाग्दैन तिमीहरूलाई म्याम मैले हजुरले पढाएको सबै बुझ्छु तर अरूले पढाएको केही बुझिनँ मैले त के पारा भाइ तेरो जा गर चाट म्यामको गु चाट जा ओए म्यामलाई हान्छस् हान्न केटाहरूलाई म साइलेन्स आज टेस्ट हो ल सबैको ओए ब्रो मलाई सिका न मैले के बुझेँ होइन के सिकाउनु तिमीलाई म्याम एउटा क्वेसन थियो भन कुन चाहिँ क्वेसन बुझेन मैले त कुनै क्वेसन बुझ्दैन म्याम खै एकचोटि पेपर दियो त कस्तो आउँछ इक्जाम दिन पनि सुन्नुहोस् न म्याम मैले हलुवा ल्याएको छु खाने हो अब के हो भाइ तेरो पारा तल 10 पास गर्नु छैन हान केटाहरूलाई सर यो नित्य शैली हामी तपाईँले पढाइरहेको बेला सिधा पेपर खेलिरहेछ ओइ नितेश तेरो चकचक गर्ने ठाउँ हो यहाँ पढाइरह ओइ नितेश तैँले फिस तिरिस दिन्छ क्या ए ल ठिक छ त्यसो भए ओइ एलियन अनि तैँले तिरिस छैन सर छिटो उठ कुर्सी बन सर विक्रम र सङ्गीता छ नि ओइ दोरी त्यहाँ पढ्न आएकी जिस्किन पढ सर पढ्न सर्नु छैन फितिरिस छैन सर के हेरेको कुर्सी बन यो फुच्चे मुला खुब हिरो भएर यसको त टाउकोमा आलु बम हान्नुपर्छ उ त्यसलाई आलु बम बना भन्छ सर हेर्नु न मलाई हान्यो तँलाई कसले हान्यो देखिस् देखेन नितेश ओइ नितेश ओ सङ्गीता त्यो लेखेर देऊ त
साधक लङ्गेस्ट रिभर कुन हो थाहा छ नै एक त सरलाई सोधेन सर यो वर्ल्डको लङ्गेस्ट रिभर कुन हो थ्याङ्क यू सर आया मम्मी